सम्पूर्ण साथीहरुमा नमस्कार। आज म तपाईहरुलाई एउटा यस्तो भिडियो सिकाउन गइराखेको छु जसमा चाहिँ टेक्निकल सम्बन्धी कम्प्युटर चलाउने स्टुडेन्टहरुको लागि जुन चाहिँ काम लागिराखेको हुन्छ। आजको डेटमा हरेक स्टुडेन्टले एसएलसी दिइसकेपछि प्लस 2 गरिसकेपछि कम्प्युटर सिक्न जान्छ। त्यसको लिएर म आज एमएस वर्ड चलाउँदा या एक्सेल चलाउँदा या पावर पोइन्ट चलाउँदा यो बाह्य कुराहरु तपाईहरुलाई काम लागिराखेको हुन्छ। कन्ट्रोल ए ले के हुन्छ, कन्ट्रोल बी ले के हुन्छ, कन्ट्रोल सी ले के हुन्छ र कन्ट्रोल डी ले के हुन्छ, ए टु जेड सम्म कन्ट्रोल ए देखि लिएर कन्ट्रोल जेड सम्म के हुँदो रहेछ यसको बारेमा म यो भिडियो बनाएको छु। भिडियोलाई तपाईहरु राम्रोसँग लास्टसम्म हेर्नु होला, धेरै कुरा सिक्न सक्नुहुन्छ। तपाईहरुलाई प्र्याक्टिकली देखाउनको लागि म वर्डमा जान्छु। वर्ड पहिला ओपन गर्छु किनभने तपाईहरुलाई प्र्याक्टिकली पनि देखाउँछु म। कन्ट्रोल ए ले, कन्ट्रोल बी ले, कन्ट्रोल सी ले के हुँदो रहेछ। अब त्यसपछि म के गर्छु, यहाँ म यसको लागि केही लेख्छु अथवा नलेखे पनि मसँग एउटा यस्तो गरेपछि हाम्रो यस्तो इन्टरफेस खुल्छ। म त्यसपछि फर्स्टमा के गर्छु, फर्स्टमा म कन्ट्रोल ए गर्छु। कन्ट्रोल ए ले के हुन्छ, अल डेटा हाम्रो सिलेक्ट हुन्छ। कन्ट्रोल ए ले के हुन्छ, टेक्स्ट अथवा जे पनि स्क्रिनमा हुन्छ त्यो कन्ट्रोल ए ले सबै सिलेक्ट हुन्छ। कन्ट्रोल ए ले सिलेक्ट हुन्छ भनेपछि कन्ट्रोल बी ले के हुन्छ भन्दाखेरि बोल्ड हुन्छ। कन्ट्रोल बी ले बोल्ड हुन्छ भने कन्ट्रोल सी ले के हुन्छ, कन्ट्रोल सी ले कपी हुन्छ। कपी हाम्रो भइसक्या छ। कन्ट्रोल सी ले हाम्रो के हुन्छ, कपी हुन्छ भने कन्ट्रोल डी ले के हुन्छ, कन्ट्रोल डी ले हाम्रो हुन्छ डिफल्ट फन्ट सेटिङ ओपन हुन्छ जसमा यो रेगुलर, इटालिक, बोल्ड यो सबै दिया हुन्छ। हेडिङहरु साइजहरु इन्क्रिज गर्ने डिक्रिज गर्ने सबै दिया हुन्छ केमा, कन्ट्रोल डी मा। ओके, सो कन्ट्रोल ई ले के हुन्छ, कन्ट्रोल ई ले हाम्रो के हुन्छ, सेन्टर अलाइनमेन्ट हुन्छ। कन्ट्रोल ई ले हाम्रो सेन्टर अलाइनमेन्ट भनेपछि जसरी म कन्ट्रोल ई एकचोटी अझै गर्छु तपाई बुझ्नुहुन्छ। यता आयो, कन्ट्रोल ई गरे, फेरि यता आयो, कन्ट्रोल ई गरे, यता आयो। त्यसको काम कन्ट्रोल ई को अथवा हामीले यहाँबाट पनि गर्न सक्छौं है। तर आजको डेटमा बढी युज गर्ने मान्छे सर्टकट की हो, त्यही भएर म सर्टकट की को थ्रुले गइराखेको छु। भिडियोले राम्रोसँग लास्टसम्म हेर्नु होला, नबुझेको खण्डमा कमेन्ट पनि गर्न सक्नुहुन्छ, म तपाईलाई भन्दिहाल्छु। त्यसपछि म कहाँ दियो, कन्ट्रोल ई मा। त्यसपछि कन्ट्रोल एफ गर्छु। कन्ट्रोल एफ ले के हुन्छ, कन्ट्रोल एफ ले हाम्रो हुन्छ के, ओपन फाइन्ड बक्स। अर्को हाम्रो के हुन्छ, एउटा बक्स खुल्छ कन्ट्रोल एफ। यो हाम्रो बढी खासै युज हुँदैन, युज त हुन्छ तर खासै युज हुँदैन। त्यसपछि हाम्रो के, कन्ट्रोल जी। कन्ट्रोल जी ले यो पनि खासै युज हुँदैन, गो। कन्ट्रोल जी ले हाम्रो के हुन्छ, खासै यो युज हुँदैन, तै पनि बुझिराख्नु कुन बेला के काम आउँछ त्यो कुरा थाहा हुँदैन। त्यसपछि कन्ट्रोल एस ले के हुन्छ, रिप्लेस हुन्छ। कन्ट्रोल एस ले हाम्रो के हुन्छ, रिप्लेस हुन्छ। ठीक त्यस्तै हाम्रो कन्ट्रोल आई ले इटालिक हुन्छ। इटालिक भनेपछि यसरी म एकचोटी यसै गरे है, कन्ट्रोल आई गरे सिधा छ। त्यसपछि म यसको अलि साइज बढाउँछु है। यति ठीक छ। कन्ट्रोल आई ले के हुन्छ, इटालिक हुन्छ। कन्ट्रोल आई ले के हुन्छ, इटालिक हुन्छ। ठीक त्यस्तै कन्ट्रोल जे ले के हुन्छ, जस्टिफाई हुन्छ। जस्टिफाई भनेपछि म तपाईलाई गरेर आउँछु। यता आयो, फेरि जस्टिफाई गरेपछि यता आयो। यो कन्ट्रोल जे ले यो यहाँ छ, यो यहाँ गयो। कन्ट्रोल जे ले के हुन्छ, हाम्रो टेक्स्ट चाहिँ जस्टिफाई हुन्छ। फन्ट हाम्रो के हुन्छ, जस्टिफाई हुन्छ। त्यसपछि हाम्रो के छ, कन्ट्रोल जे पछि के आउँछ, के ले के हुन्छ, हाइपरलिङ्क खुल्छ। कन्ट्रोल के ले यो पनि खासै हाम्रो युजेबल छैन, कन्ट्रोल के। अनि त्यसपछि हाम्रो कन्ट्रोल एल। कन्ट्रोल एल ले हाम्रो लेफ्टतिर आउँछ टेक्स्ट भने। कन्ट्रोल एम ले के हुन्छ, कन्ट्रोल एम ले चाहिँ हाम्रो इन्डेन्ट द प्याराग्राफ। प्याराग्राफ जुन छ हामी इन्डेन्ट गर्न सक्छौं। यो कम्प्युटर पढेको मान्छेलाई थाहा हुन्छ। कन्ट्रोल एम ले हाम्रो के हुन्छ, इन्डेन्ट द प्याराग्राफ। त्यसपछि कन्ट्रोल एन ले के हुन्छ, कन्ट्रोल एन ले हाम्रो न्यू फाइल खुल्छ है। कन्ट्रोल एन ले हाम्रो के हुन्छ, न्यू फाइल खुल्छ। तपाईहरुले हेर्नु भयो,
त्यसपछि कन्ट्रोल ओले हाम्रो के हुन्छ, कन्ट्रोल ओले ओपन हुन्छ। अर्को हाम्रो फाइल चाहिँ के हुन्छ, ओपन हुन्छ। के हुन्छ हाम्रो कन्ट्रोल ओले अर्को ओपन हुन्छ। त्यसपछि हाम्रो के छ, कन्ट्रोल ओ पछि कन्ट्रोल पी आउँछ। कन्ट्रोल पी गरेपछि हाम्रो के हुन्छ, यस्तो इन्टरफेस खुल्छ। भनेपछि यहाँ के दिएको छ, प्रिन्ट हुन्छ। कन्ट्रोल पीले प्रिन्ट हुन्छ। यसमा कपीको सङ्ख्या म 5 राख्छु भनेपछि कन्ट्रोल पीले हाम्रो के हुन्छ, कन्ट्रोल पी गरेर इन्टर गरेपछि हाम्रो के हुन्छ, प्रिन्ट हुन्छ। के हुन्छ, हाम्रो चाहिँ प्रिन्ट हुन्छ। कन्ट्रोल पीले हाम्रो प्रिन्ट, हामी फोटोकपीहरू त्यहीँले हुन्छ कन्ट्रोल पीले है। त्यसपछि हाम्रो कन्ट्रोल क्यू, कन्ट्रोल क्यूले के हुन्छ त, धेरैजनाले थाहा हुँदैन। कन्ट्रोल क्यू भनेको रिभर्ट इन्टेन्सन हुन्छ। भनेपछि म तपाईँले गरेर हेराउँछु। यानि कि यतातिर गयो, यतातिर आइसक्यो। कन्ट्रोल की यो पनि खासै बढी युज हुँदैन, तै पनि बुझिराख्नु। कन्ट्रोल आरले के हुन्छ, अघि हामी लेफ्ट गरेका थियौँ भने कन्ट्रोल आरले हाम्रो राइट जान्छ। यो प्याराग्राफ यता गयो। कन्ट्रोल एल गर्छु भने यता आयो। कन्ट्रोल एल, कन्ट्रोल आर। त्यसपछि हाम्रो के छ, कन्ट्रोल एस। कन्ट्रोल एस पनि धेरै काम लाग्ने। कन्ट्रोल एसले हामी के गर्न सक्छौँ, यसलाई सेभ गर्न सक्छौँ। म सेभ गरेँ यहाँ के पीसीमा, डेस्कटपमा म यसलाई के गरिदिएँ, सेभ गरिदिएँ। कन्ट्रोल एसले हाम्रो के हुन्छ, सेभ हुन्छ भने कन्ट्रोल चाहिँ टीले के हुन्छ, कन्ट्रोल टीले ह्याङ्गिङ इन्डेन्सन। हेर्नु यहाँ जसरी यस्तो इन्टरफेस देखियो। कन्ट्रोल टीले कन्ट्रोल टी गर्दै जानु, यतातिर हाम्रो के हुन्छ, इन्डेन्ट जुन छ सर्दै जान्छ है। म कन्ट्रोल जेड गरेँ। अनि त्यसपछि हाम्रो के छ, कन्ट्रोल यू। कन्ट्रोल यूले हाम्रो के हुन्छ, अन्डरलाइन हुन्छ। अन्डरलाइन हुन्छ, तपाईँले स्क्रिनमा हेर्न सक्नुहुन्छ। कन्ट्रोल यूले अन्डरलाइन हुन्छ भने कन्ट्रोल भीले के हुन्छ, जसरी मैले यसलाई अलि सानो बनाएँ। कन्ट्रोल यूले हाम्रो अन्डरलाइन हुन्छ भने कन्ट्रोल भीले हाम्रो के हुन्छ, कन्ट्रोल भीले हाम्रो चाहिँ पेस्ट हुन्छ। म यहाँ इन्टर गरेर कन्ट्रोल भी गरेँ। कन्ट्रोल भी गरेपछि पेस्ट हुन्छ भने कन्ट्रोल जेड गरेँ, जस्ताको त्यस्तै है। तपाईँहरू हेरिराख्नु भएको छ, कमेन्ट गर्नु होला नबुझेको खण्डमा। त्यसपछि हाम्रो के छ, कन्ट्रोल डब्लु। कन्ट्रोल डब्लुले हाम्रो के हुन्छ, कुनै पनि फाइल चाहिँ क्लोज हुन्छ। जसरी हामी यहाँबाट कटिस गर्छौँ नि, यहाँबाट कटिस गर्छौँ, सेम हाम्रो कन्ट्रोल डब्लु गरेपछि हाम्रो के हुन्छ, फाइल चाहिँ क्लोज हुन्छ है। त्यसपछि हाम्रो चाहिँ कन्ट्रोल एक्स, जसरी यहाँ सेलेक्ट भएको छ, कन्ट्रोल एक्स भने कट हुन्छ। कन्ट्रोल एक्सबाट कट हुन्छ भने कन्ट्रोल वाईबाट के हुन्छ, कन्ट्रोल वाईबाट के हुन्छ, कन्ट्रोल वाईबाट रेडो हुन्छ भने कन्ट्रोल जेडबाट चाहिँ के हुन्छ, कन्ट्रोल एबाट फेरि जुन कुरा लेखेको हुन्छ त्यो कुरा चाहिँ फेरि यहाँ आइदिन्छ। जसरी केही लेख्दाखेरि केही अचानक कन्ट्रोल एक्स थिच्यौँ अथवा अचानक गइसक्यो भने हामी त्यसलाई कन्ट्रोल जेडले हामी लाउन सक्छौँ। जसरी मैले लेखेँ यहाँ केही है, म तपाईँले हेराउँछु। मान्नु मैले यति लेखेर राखेको छु, सेलेक्ट छ अथवा ब्याक स्पेस हाम्रो थिचियो, ब्याक स्पेस थिचियो, यो त गयो। तर यसको लागि हामीले टेन्सन लिनु पर्दैन। हामी कन्ट्रोल जेड गर्छौँ भने फेरि यहाँ आइदिन्छ कन्ट्रोल जेड। आज हामी के सिक्यौँ, आज हामी चाहिँ खासमा कम्प्युटरमा युज हुने, डेली लाइफमा युज हुने सर्टकट की जुन हाम्रो ए टु जेडसम्म थियो त्यो चाहिँ कम्प्लिट गऱ्यौँ। अब अर्को भिडियोमा तपाईँले कस्तो खालको भिडियो हेर्नुपर्नेछ, कस्तो खालको भिडियो के को बारेमा नलेज चाहियो त्यो मलाई मेसेज गर्नु अथवा कमेन्ट गर्नु। म तपाईँले त्यस्तै खालको भिडियो लिएर उपस्थित हुन्छु। भिडियो राम्रो लाग्यो होला भने भिडियोलाई लाइक गर्नुहोला, सब्सक्राइब गर्नुहोला, ताकि म तपाईँको साथमा सधैँ आइराखेको हुन्छु। कुनै पनि भिडियो पोस्ट गरेर तपाईँमा गइराखेको हुन्छु र म टेक्निकल भिडियो लिएर उपस्थित चाहिँ भइराखेको हुन्छु। हस्त, धन्यवाद।